व्हाट्सएप गाइस आजको नयाँ भिडियोमा हजुरलाई स्वागत छ र आज चाहिँ म चाहिँ बिहान उठेर भ्लगिङ स्टार्ट गर्दैछु अनि आज चाहिँ हाम्रो अस्ति हाम्रो इक्जाम भएको अनि हिजो चाहिँ मैले भ्लग बनाउनु पाएन अनि आजबाट चाहिँ मैले भ्लग स्टार्ट गरेको छु अनि आजको भ्लग चाहिँ धेरै इन्ट्रेस्टिङ हुनेवाला छ किनकि आज चाहिँ छ छुट्टी अनि छुट्टीमा चाहिँ मेरो डेली लाइफ कसरी बित्छ म चाहिँ हजुरलाई देखाउन गइरहेको छु अनि कपाल चाहिँ धेरै नै बढेको थियो अनि मैले चाहिँ हिजो गएर कपाल पनि काटेको छु होइन अनि कस्तो देखिरहेको छ कमेन्ट बक्समा पिन गरिदिनु होला अनि आज चाहिँ गाइज मैले चाहिँ गोरिला पटबाट भ्लग बनाइरहेको छु देख्न सक्नुहुन्छ यो चाहिँ डाइरेक्ट पर्चेस गर्नुभएको थियो त्यस्तै हो अनि अरू चाहिँ सब ठिक छ गाइज अनि मैले चाहिँ धेरै दिनबाट भ्लग बनाएको थिइनँ अनि आज चाहिँ भ्लग गर्नु भनेर अनि सोचेपछि अब गरौँ न भनेर मैले पनि आज भ्लग स्टार्ट गरेँ अनि अरू चाहिँ सब ठिक छ अनि आजको भ्यू पनि यति खतरा देखिरहेको छ देख्न सक्नुहुन्छ मैले चाहिँ हजुरलाई भ्यू देखाउनु भनेको चाहिँ यो झ्यालबाट हो यहाँबाट फेरि पुरै बाहिरको छक्क देखिन्छ क्या देख्न सक्नुहुन्छ है यस्तो छ यस्तै छ अनि अरू चाहिँ सब ठिक छ अनि यो चाहिँ अलिकति यो गोरिला पट चाहिँ अलिकति राम्रै हुँदो रहेछ कि युजको लागि अनि म चाहिँ हजुरलाई एकछिनमा मिल्छु एकछिन बाहिर Take the light with you and you go. You're not coming knocking on my door now. I try to lie, was it always so? Cause nothing feels the same anymore. I've seen this all before. Why didn't I do more? Now I'm picking up the pieces from the floor. How could we just ignore our problems? Now they pour out, filling up the room with silence. Can you be my nightlight? And I'll be your superhero. Superhero. Can I be your superhero? I'm sorry if it's taking me a while. I'm trying to figure out who I am. The city lights are keeping me up at night, so I don't even bother going to bed. भर्खर पानी खान थालेको I'm tired of wasting away my time. I would give up everything to be near you. Oh, I miss the days when you were mine, but I can be your superhero. I know I shouldn't call you at night when I'm here all alone, thinking about the last time I tried to tell you what my feelings were like. I'm usually not the one to try to swallow my pride. Oh my, oh, what you doing to me? Ice cold veins when you cut me deep, I'll bleed out. I feel like I'm losing it. Oh, why is it so hard for me to breathe now? Can you be my nightlight? And I'll be your superhero. Superhero. Can I be your superhero? I'm sorry if it's taking me a while. I'm trying to figure out who I am. The city lights are keeping me up at night, so I don't even bother going to bed. I'm tired of wasting away my time. I would give up everything to be near you. Oh, I miss the days when you were mine. गाइस म चाहिँ झाडुले टार्दैछु देख्न सक्नुहुन्छ यति डस्ट निस्कियो अब चाहिँ अर्को ठाउँमा जाउँ हलमा राखौँ चाहिँ यसलाई चाहिँ हलमा लड्छौँ अनि हलमा भेटौँ But I can be your superhero. अब चाहिँ यो रुम होबाट हाल्ने
गाइस धेरै धो पनि भइसक्यो होइन। अनि यो रुममा चाहिँ हजुरलाई चाहिँ किसीको कमी देखियो होला, यो बेडको कमी। बेड चाहिँ हामीले चाहिँ अर्डर बुक गरिसकेका छौँ। अनि त्यो बेड चाहिँ सोमबारसम्म बनाइदिन्छु भनेर भन्दा। अनि यो बेडलाई चाहिँ हामीले हटाउँछौँ यहाँबाट। अनि यहाँ चाहिँ दुईवटा बेड राख्छौँ। अनि हामी चाहिँ यो कोठामा चाहिँ 3जना सुत्छौँ, म अनि फेरि एउटा दाइ हुनुहुन्छ रोशन दाइ, अनि हजुर एउटा दाइ सुत्छौँ यहाँ। अनि कोही भुइँमा सुत्छ, अनि कोही चाहिँ बेडमा सुत्छ, अनि त्यस्तै छ। अनि नयाँ बेड चाहिँ एउटा चाहिँ हामीले यस्तरी राख्ने सोचिरहेछौँ, अनि एउटा चाहिँ यस्तरी राख्ने सोचिरहेछौँ। अनि अर्डर चाहिँ गरिसक्यो, अनि मन्डेसम्म बनाइदिन्छु भनेको छ दोकानवालाले। अनि यो रुमबाट चाहिँ डस्ट चाहिँ यति धेरै निस्कियो, किनकि हामी चाहिँ यहाँ बस्छौँ अनि चाहिँ नबढाएर पनि धेरै दिन भएको थियो कि गाई चाहिँ। अनि त्यही भएर म चाहिँ अब हजुरलाई एकैपटक यो डस्टहरू सबै फालेपछि मिल्छु, त्यतिसम्मको लागि बाई। सबै चाहिँ भर्खर भइसक्यो होइन, सबै देख्न सक्नुहुन्छ यहाँदेखि यो रुमसम्म जता कति भयो है। सबै गरिसक्यो। अब चाहिँ खाना पकाउने हो। अनि खाना चाहिँ मतलब पकाउन आउँथेन, उसले भन्दा चाहिँ मैले भात चाहिँ बसालिसकेँ, पानी तिहाल्नु अन्त त्यस्तो भएर भात चाहिँ बसालिसकेँ पाऱ्यो। अनि अब चाहिँ तरकारीहरू काट्ने बेला हो। अनि तरकारीको लागि चाहिँ मलाई चाहिँ माथि गएर आलु लिएर आउनुपर्छ। म चाहिँ हजुरलाई आलु लिएर आएपछि मिल्छु, त्यतिसम्मको लागि भाइ। म चाहिँ माथि आलु लिन आएको थिएँ होइन। अनि हजुरलाई म चाहिँ हजुर छतबाट भ्यू देखाइदिन्छु। सुहाइसहरू देखिरहेको छ भ्यू चाहिँ होइन, बाहिर चाहिँ। अनि यो चाहिँ रुममा चाहिँ म चाहिँ अहिले रुममा छु, अनि बाहिरको भ्यू चाहिँ हरियो देखिरहेको छ। अनि त्यस्तो गाई छतबाट पनि भ्यू चाहिँ हरियो देखिन्छ। यो ठाउँ चाहिँ बस्नको लागि चाहिँ बहुत अलिकति कम्फोर्टेबल छ क्या हाम्रो लागि। अनि यता पछाडितिर पनि घरहरू बन्दैछ यतातिर। अनि हामी चाहिँ अलिकति नजिक नै छौँ, तालनगर चाहिँ यहाँबाट जान चाहिँ लाग्छ होला 20 मिनट जति लाग्छ होला हिँड्दै जान। अनि बाइकमा जाँदाखेरि 10 कि त फेरि 5 मिनट लाग्छ होला, त्यो साह्रो धेरै लाग्दैन। किनकि बाइकमा छ अलिकति चाँचो हिँड्छ नि, त्यही भएर चाहिँ त्यो साह्रो लाग्दैन। अनि यहाँबाट बुटोल पुग्नको लागि चाहिँ आधा घन्टा जति लाग्छ, त्यो साह्रो धेरै पनि छैन यहाँबाट बुटोल पुग्नु। अनि त्यस्तो। अनि गाइस यहाँ चाहिँ म चाहिँ जहिले पनि छतमा आयो भने यो कुरा चाहिँ म रेगुलर गरेर आउँछु कि यहाँको चाहिँ नेचर बहुत फ्रेन्डली छ। यो भन्नाले सबै अलिकति बर्डहरूको आवाज चाहिँ यहाँ चाहिँ धेरै आउँछ कि यहाँ सुन्नु म तपाईँलाई सुनाइदिन्छु। कोइलीहरूबाट आउँछ, त्यस्तो आवाजहरू धेरै आउँछ। अनि यहाँ फेरि धेरै नै हरियाली छ देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ मम्मी आलु लगाएर तल जान्छु, त्यसपछि म चाहिँ हजुरसँग भेट्छु। म चाहिँ हजुरलाई मेरो मम्मीलाई देखाउँछु। अनि मेरो बाबा चाहिँ विदेश हुनुहुन्छ र मेरो मम्मी चाहिँ यहीँ हुनुहुन्छ, विदेश चाहिँ दुबई हुनुहुन्छ। म चाहिँ मेरो मम्मीलाई देखाउँछु हजुरलाई, रोक्नु एकछिन। सो गाइज खेतमा काम गर्दै हुनुहुन्छ, त्यही भएर चाहिँ उसले खेतमा काम गर्दै हुनुहुन्छ, त्यही भएर चाहिँ आज खाना चाहिँ मैले बनाएको गाइज। अनि अब चाहिँ फर्स्ट टाइम बनाएको खाना कस्तो हुन्छ त्यो चाहिँ मलाई थाहा भएन। आज चाहिँ म दिउँसभरि जे गर्छु म चाहिँ भ्लग बनाएर हजुरहरूलाई सब कुरा देखाउँछु है। अनि अरू चाहिँ सब ठिक छ। अनि हजुरलाई कस्तो छ कमेन्ट बक्समा पिन गरिदिनु होला। अनि मैले चाहिँ धेरै दिन भयो कि भ्लगहरू नराखेको। अनि यो कुरा चाहिँ मलाई हजुरहरूले भन्नु मन थियो। भ्लग चाहिँ किन नआएको भन्दाखेरि इक्जाम चलिरहेको थियो। अनि हिजोबाट चाहिँ भर्खर इक्जाम मिलेको थियो। अनि इक्जाममा चाहिँ यसो पढ्नु पऱ्यो नि, त्यही भएर भ्लग चाहिँ नआयो। मेला गएदेखि चाहिँ मैले भ्लग चाहिँ बनाएको छैन। अनि यस्तो भिडियोहरू चाहिँ अपलोड गरिरहेको छु, तर त्यस्तो साह्रो मैले चाहिँ भ्लग चाहिँ बनाएको छैन। मैले चाहिँ भर्खर चाहिँ फोन चाहिँ यहाँ म देखाउँछु हजुरलाई। मैले चाहिँ यो उसमा ट्राइपोड चाहिँ यहाँ यस्तो लगाएर त्यो अड्डाउन मिल्छ। अनि मैले चाहिँ भर्खर अड्डाएर चाहिँ म हजुरलाई देखाएको। अनि कस्तो आइरहेको छ हजुरले भन्नु होला।
सबैजनाले कमेन्ट गर्नु होला यो ड्राइभर चाहिँ हजुरको मन पर्यो भने अनि यो चाहिँ मेरो होइन मेरो ड्राइभर दाइले चाहिँ आफ्नो भिडियोहरूको लागि चाहिँ यसलाई अर्डर गर्नुभयो दराजबाट अनि कस्तो अलिकति क्वालिटी इम्प्रुभ गर्न खोजेको अनि त्यसको क्वालिटीको बारेमा पनि पछि कुरा गर्दै गरौँला अनि सबैजनालाई सपोर्ट गर्नु सबैजनाले तल रहेको सब्सक्राइब बटनलाई दबाइदिनु अनि लाइक पनि गरिदिनु अनि कमेन्ट गर्नु हजुरलाई केही क्वेसन्सहरू छ भने कमेन्ट गरिदिनु अनि म चाहिँ एन्सर दिन सक्छु रिप्लाई चाहिँ एकैछिनमा आइहाल्छ किनकि अब अलिकति सानो युट्युबरहरू चाहिँ त्यसरी बिजी हुनु लाग्यो उनीहरूलाई चाहिँ आफ्नो कन्टेन्टसँग अलिकति मतलब हुन्छ अनि तिनीहरूले चाहिँ आफ्नो हेरिरहन्छन् कि कमेन्टहरू सबैको पढिरहन्छ कि अनि म चाहिँ कमेन्टहरू कहिले कस्तो आएको बेलामा पढ्छु है त्यसरी मेरो भिडियोमा चाहिँ कमेन्टहरू चाहिँ आउनु लाग्यो अनि कमेन्टहरू नआएपछि अब के पढ्ने अनि म चाहिँ मेरो चाहिँ फेसबुक आइडीको नाम चाहिँ रहेको छ मिलन एमसी र मेरो चाहिँ टिकटक आइडीको नाम रहेको छ मिलन एमसी 07 र इन्स्टा आइडीको नाम रहेको छ मिलन एमसी 07 सबैजनाले त्यसमा पनि सपोर्ट गरिदिनु होला अनि सपोर्ट दिँदै जानु होला अनि म चाहिँ अगाडि बढ्दै जान्छु अनि हाम्रो च्यानल पनि ग्रो हुँदै जान्छ हाम्रो फ्यामिली पनि ग्रो हुँदै जान्छ सबैको सेयर गर्नु भिडियोहरूलाई चाहिँ अनि नेपालमा चाहिँ अहिले नयाँ सरकार आएको छ अनि नयाँ सरकारलाई चाहिँ कङ्ग्रेचुलेसन अनि नेपाललाई चाहिँ अलिकति विकसित बनाउनु होला अनि त्यही भनाइ छ अनि अरू चाहिँ सब ठिक छ चाहिँ खाना खाएर बसिसकेको थिएँ अनि म चाहिँ अब हेर्दैछु आस्था एनिमी अनि मैले चाहिँ पार्ट 1 चाहिँ हेरिसकेँ अनि अब चाहिँ पार्ट त्यही मैले हेर्छु अनि हजुरसँग चाहिँ त्यसपछि बल्ल भेट्छु है सो गाइज मैले अहिले पार्ट 12सम्म चाहिँ हेरेर जुगाएँ होइन अनि जस्तो हुनुहुन्छ पार्ट 12सम्म चाहिँ मैले भर्खर नै हेरेर गएँ अनि आस्था पनि राम्रै रहेछ अनि मलाई चाहिँ एनिमी चाहिँ साह्रो मन पर्दैन त्यही पनि साथीहरूले भन्छ कि अनि यसो हेरेर नभनौँ भने म पनि यस्तो एनिमीहरू हेर्न थालेको अनि त्यो चाहिँ भ्याएँ मैले अनि अरू पाठहरू चाहिँ पछि लिन्छु अब जहिले हुन्छ मैले बिहान मैले बिहान जहिले हुन्छ त्यतितिर लिन्छु अनि अहिले चाहिँ कति भयो अहिले चाहिँ 2 बजिसक्यो अब चाहिँ म चाहिँ नास्ता खान्छु अनि अब चाहिँ यस्तो बाहिरतिर छततिर यस्तो हजुरलाई म चाहिँ छतको बाटो भ्यू देखाउँछु बिहान कस्तो देखिएको थियो अनि अहिले कस्तो देखिन्छ मैले बाहिरको भ्यू चाहिँ देखाउँछु होइन अनि यो देखिरहेको बाहिरको भ्यू हजुरलाई रोशन दाईलाई भेटाउँछु अनि रोशन दाई चाहिँ रोशन दाईको चाहिँ एसी चलिरहेको छ नि त्यही भएर चाहिँ दाईले चाहिँ बोलिराख्नु भएको छ म देखाउँछु सबैलाई गाइस यहाँ चाहिँ पढिराख्नु भएको छ दाइले अनि त्यस्तै छ यतातिर मिसनतिर हेर्दाखेरि अनि गाइस म सबैलाई बाहिरको भ्यू देखाउँछु एकपटक हेर्नुहोस् बाहिरको भ्यू के चेन्ज भएको छ म हजुरलाई देखाउँछु यो खोर छ नि यो खोर चाहिँ त्यहाँ थियो अनि यो चाहिँ हावाले ढलाइदियो अनि यतातिर पल्टेको थियो अनि हामीले चाहिँ यसलाई यस्तै राख्दैछौँ यो चाहिँ यस्तै राख्दा पनि यो खत्रै देखिरहेको छ त्यहाँबाट फेरि केही पनि देखिन्थेन क्या त्यही भएर चाहिँ मैले त्यस्तै बनाउनै गर्दा पनि हामीले त्यस्तै राखिदिउँ अस्ति चाहिँ बुटुलमा हावा चलिरहेको थियो अनि त्यसले गर्दाखेरि त्यहाँ चाहिँ पल्टाइदियो देख्न सक्नुहुन्छ यस्तोमा उभिएको छु होइन यो खोर चाहिँ त्यहाँ छ त्यो साइड देख्न सक्नुहुन्छ अनि अर्को खोर चाहिँ त्यहाँ छ यो खोर चाहिँ त्यहाँ छ अनि यहाँ चाहिँ कुखुराहरू छन् अनि बाख्राहरू चाहिँ अहिले छैनन् किनकि बेचिसक्यो हामीले अनि गाइस घर चाहिँ यो मैले बनाएको थिएँ जुन चाहिँ हेर्नुभयो होला अनि गाइस बाइक पनि आइसक्यो धेरै कलेजबाट भर्खर नै आउनुभयो भर्खर भन्दा पनि अहिले आउनुभएको थियो अनि यो चाहिँ एभेन्चर अनि यहाँबाट चाहिँ हरि भ्यू देखिन्छ म देखाउँछु हजुरलाई Can I be your superhero? Superhero.
hate to lie with you when you go. You're not coming knocking on my door now. I try to lie, was it always so? Cause घरको साइडमा चाहिँ एकछिन काम पर्न आएको अनि म चाहिँ हजुरलाई त्यहाँबाट भ्यू देखाउँछु यति बवाल देखिरहेको यो चाहिँ नयाँ प्लोटिन हो गाइज यहाँ चाहिँ हाम्रो घरको साइडमा नयाँ प्लोटिन पनि बनेको छ त्यो चाहिँ त्यो हो अनि यहाँ चाहिँ धेरै बारीहरू छन् नयाँ घरहरू बनेको छ यहाँ चाहिँ यो पनि अलिकति विकसित हुँदैछ म चाहिँ यो घरमा काम थियो त्यही भएर आएको चाहिँ म जान्छु यहाँबाट काम थाल्छु गर्छु र nothing feels the same anymore. I've seen this all before. Why didn't I do more? Now I'm picking up the pieces from the floor. How could we just ignore our problems? Now they pour out, filling up the room with silence. Can you be my nightlight? And I'll be your superhero. Superhero. Can I be your superhero? I'm sorry if it's भ्यू यति बवाल देखिरहेछ सार्क देखिरहेको छु आजकल यतातिर यस्तो रातो भइरहेको माथितिर रातो भइसक्यो म चाहिँ आएँ भर्खर त्यो घरबाट अनि त्यहाँ चाहिँ अलिकति काम थियो त्यो घर गएको अनि गाइज यहाँ पनि एउटा नयाँ प्लोटिन बन्दैछ यहाँ मान्छे भएकोतिर अनि त्यहाँ एउटा नयाँ प्लोटिन बन्यो अनि यता मेरो पछाडिसम्म छ त्यहाँ एउटा नयाँ प्लोटिन छ अनि भ्यू चाहिँ एकदम बवाल देखिरहेको छ I miss the days when you were mine, but I can be your superhero. I know I shouldn't call you at night when I'm here all alone, thinking about the last time I tried to tell you what my feelings were like. I'm usually not the one to try to swallow my pride. Oh my, oh, what you doing? अनि अगाडिबाट देख्नु भयो होला भ्यू अनि पछाडिबाट म देखाइदिन्छु हजुरलाई एउटा घर देखिरहेको छ अनि अब चाहिँ म एकछिन हजुरलाई बाई भन्छु र म एकछिन अब नारुटो हेर्छु सरी आस्था हेर्छु अनि म चाहिँ एकछिन पछि हजुरसँग मिल्छु यिनी चाहिँ त्यो अलिकति खतरा रहेछ अनि म चाहिँ त्यो हेर्दै बस्छु त्यो सबै त्यो हेरेँ म हजुरले देख्न सक्नुहुन्छ 2-3 घन्टा जो हेरेँ मैले त्यो खाना खाएपछि हेर्न थालेको 3-4 घन्टा जो भयो होला अनि फेरि एकछिन हेर्छु अनि हजुरहरूसँग मिल्छु एकछिन पछि भेटौँ ल बाई गाइस चाहिँ रात हेर्न चाहिँ सक्नुहुन्छ बाहिर आज चाहिँ फुल मुन लगाइरहेको छ देख्न सक्नुहुन्छ देखेँ होइन है देख्न सक्नुहुन्छ फुल मुन लागेको छ होइन अनि अब चाहिँ म हजुरहरूसँग भर्खर खाना पनि पाएँ अनि हजुरसँग खाना खाएपछि हेर्छु गाइस म चाहिँ खाना खाएर आइसकेँ भर्खर अनि मिसन पनि यतातिर छ है अनि मिसन पनि भर्खर आयो अनि गाइस आजको लागि चाहिँ यति नै अनि अब चाहिँ अरू ब्लगमा अनि अब चाहिँ म हजुरलाई भन्छु बाई र ब्लगहरू गर्छु इन अब चाहिँ म गर्छु एडिटिङ बाई